हेलो तिम्रोमा पनि ब्लगर हुने क्वालिटी रहेछ है। सन्चै हुनुहुन्छ भन्दै आज चाहिँ म र ऊ फोनमा बोल्नु थालिगयो फेरि यस्तो छ है ऊ चाहिँ अरबिन यो केटीलाई फलो गर्ने भनेको हैन तिमी गर के बिलाई माग्दै थियो नि उसले डिजर्भ गर्दैन रहेछ यस्तो प्रिन्स ट्रिटमेन्ट। हामी चाहिँ यहाँ तीनजना सँगै छ। अब यो चाहिँ अचम्मै भयो किनकि अरबिन र म बोलेको चाहिँ कति पनि भएको छैन, सुमी र अरबिन बोलेको पनि कति पनि भएको छैन, हामी तीनजना बोलेको पनि कति भएको छैन। अन्त हामी चाहिँ सँगै छ। तर अरबिनले चाहिँ मेरो त त्यस्तो फाइदा उठाएको छैन, सुमीको चाहिँ। तिमी त गर्लफ्रेन्ड छैन भन्दै थियौ त अन्त केटी खोज्नु त्यस्तो गर्छौ क्लासमा चाहिँ साँच्चीकै। उसले एकजनाले ढान्थ्यो भने म कसरी सुमीको फर्ममा बोल्छु। अब के हो दुईजनाले बोल्दैछ भनेपछि चाहिँ हेलो भन न। ल म ढाड मिचिदिन्छु सुमी तपाईँहरूलाई मनिता मिसको लाग्नु भएको ओके सर आन्सर देऊ त त्यसको नाम बोल्दैछ नि किन जानु अन्त। अब इन्स्टाग्राममा फलो गरेको छ उसलाई हामीले अब टेक्स्ट गरिदियो है मन त नो भन्दै त तपाईँलाई मन माया गर्दैन अरे भनेर भिडियोमा पनि रेकर्ड पनि लाग्छ चाहिँ के को लागि गएको गिफ्ट पाउँछ भनेर के दिन्छौ गिफ्ट पहिला भन त्यही बस्छ न एकछिन अनुहार देखाइदेऊ न चोट अनुहार कस्तो के तपाईँ आयो खोइ ओ खोला त तलबाट स्पाइडरम्यान जस्तो अब यिबाट छिर्नु पर्यो छिटो होला अनुहार देखाइदेऊ न चोट अनुहार कस्तो के आयो खोइ ओ खोला त तलबाट स्पाइडरम्यान जस्तो देखियो अहिले तलबाट चोर भन्छौ के भयो अरबिन चाहिँ मजाले नबसेर के हुन्छ त भाइ। हामी चाहिँ भेटेको हामी चाहिँ 20 कहिलेदेखि साथी भएको हामी 22 कि 3 देखि भएको। जतिखेर पनि हामी तीनजना भेट्यौँ। यो मान्छे चाहिँ यसरी ब्याग बोकेर रेडी छुट्टिने बेलामा कहिले राम्ररी छुट्टेन। खाजा किनिदिनु पर्ने त्यहाँदेखिको खाजा खानु पर्ने बस्थ्यो त्यहाँदेखि कुदिहाल्थ्यो अन्त फ्याक्ट हुने त के भन्नु छ त्यसमा तिमीलाई यति बेसी उयो लागेको छ के भन्छ मलाई पो भन्छ लुकाउँछु म अब अरबिन आउँछ बस्छ होला 5 मिनट पनि शान्तिले बस्दैन फोन निकाल्नु लाउँदैन। अब कहाँबाट ल्याउनु पर्छ फोन चाहिँ ऊ चाहिँ जाने बेलामा हामी चाहिँ यत्रो दोस्ती भयो यति सालको दोस्ती कहिले राम्ररी छुट्टिँदैन। आज पनि ऊ बेहोरा देखाएर चिया पो बनाइ माग्छ चाहिँ अन्त चिया खाएर जान्छु भने बनाइदिन्छु त अन्त बस न अन्त आज बिहान पनि बनाइदिन्छु। उसको बाबुले चाहिँ उसलाई क्लिप ल्याइ मागेछ कि उसले सुमिराको लानु खोज्दैछ। सुमीलाई चाहिँ नानाले दिएको अरे होइन त्यो क्लिप अन्त सुमी त्यो दिनु पनि रेडी छ। होस् लान्दिनु बिचारा उसलाई नानाले दिएको रहेछ भिडियोमा चाहिँ उसले रङ लान्छु कि लान्छु भन्यो। अरबिन उसलाई त चियामा स्लिपिङ ट्याब्लेट मिलाएर देऊ न डाइरेक्ट हेर त यसरी पनि बसेर मजा आउँदो रहेछ त गफ गर्नु जान्छु भनेपछि एक दिन मात्रै त हो नि हो को लागि मलाई पिट्टु खोज्दैछ यसले क्या राम्रो देख्दो रहेछ हौ यतिकै जाउँ न यो ब्यागले झन्डै हिर्काएको कि फोन भिडियोमा त अन गरेको सिन्सियर हुँदो रहेछ। ऊ यहाँ हेर्नु मेरो लुगाहरू उयो गरेको त्यहाँ
छिटो ल्याउनु चिया बनाऊ भन्दा चिया पनि छैन चिया पनि कहाँ गयो चिया बनाइदिन्छु भनेको छु त अन्त बस्छु भन न त ओहो आफै हेर्दै मक्कै हुँदै त्यो क्लिप पनि लानु दिइहाल्छु भन्दैछु त ओस लाँदैन बिचारा तिमीलाई लानु दिँदैन होला कहाँ मैले गर्लफ्रेन्डलाई चाहिँ अर्कोको दिनु भन्दा मैले दिएको गिफ्ट भन्दैन अन्त छिटो देऊ न छिटो फोन देऊ न के भयो तिम्रो खेर खेर छिटो देऊ न ऊ यसरी गर्नु खोज्दैछ मलाई उही छिटो देऊ न खोज्छ मनी तातो राख्दै बताऊ मन त आइहाल्नुहोस् न फोन देऊ न हौ अन्त कल गर्दै गर्छु यसले चाहिँ बस भन्दा पनि मानेको छैन यति साह्रो फेक फ्रेन्ड त मैले कहिले देखेको पनि थिइनँ अहिले म हिजो आउँछु आज फर्किनु भनेको भनेको थिएनौ तिमीले मलाई मैले हिजै भने भनेन अहिले हिजै भने मैले आज भनेको थिएन हिजो बेलुका त म छिटो सुति बसेको हो त अन्त र त भनेको त बस भनेको गफ पनि गर्दैन कि कस्तो बेसी बेसी गफहरू गर्नु छ हाम्रो छिटो ल्याउनु फोन गएको चाहिँ मन त आइहाल्नुहोस् न म अनिता त हरायो दोकान जाने भनेको छिटो पैसा माग्नुपर्छ घर जाने भनेको के छिटो ल्याउनु फोन छिटो चाबी पनि लुकाइरहेछ हर्बिन चाहिँ यहाँ जबरजस्ती भए पनि गइ छाड्यो हो उसले त पिट्नु पाएको भए पनि हुन्थ्यो बाई यहाँ चाहिँ तँ जस्तो धोकेबाज यो भिडियोहरू सबै उयो गरिदेऊ न हालिदेऊ न तिम्रो युट्युब च्यानलमा चलो कि न गर्लफ्रेन्ड बनाएर जाँदा भएछ अरविन पनि हामीलाई भुलिदिनु भोलि कल गर्छु त्यहाँनिर मलाई ल्याउनु आउनु औ 7-8 बजी मेरो 7:30 मा गाडी फिक्स भयो है बिहान यहाँबाट हिँडेर कल गरौँ न ल गएको बाई बिस्तारै चाहिँ हामीले डिसाइड गर्यो कि अब चाहिँ हामी चाहिँ भिडियो त्यो अघिको उयो गरेर म हाल्छु अन्त अहिले चाहिँ सुमी यहाँ बसिरहेको छ अनि सुमीको कोल्ड कफी मेरो चक्लेट मिल्कसेक सुमीको फोन के भन्नु छ अरविन गएर म सुमी चाहिँ उसले सुमी सुमी भन्ने म होइन के गर्नु छ के चाहिँ के भन्नु छ ट्राई गर्छु ल मिठो हुन्छ तर यहाँ सोरेङमा छु म चाहिँ अचानक आइपुगेको मान्छे झक्कै पर्दै थियो अचानक पुग्यो भनेर सोरेङको फाहिम भन्ने रेस्टुरेन्टमा छ यो चाहिँ हामी बेसी जस्तो यहीँ भएको छैन अस्ति भर्खर यहाँबाट थाहा मिठो थियो तर थकालीमा थकाली मात्रै पाउँछ होला पाउँदो रहेछ सबै म त्यही त हामी पनि थकाली मात्रै पर्छ सोचेको थिएँ होइन पाउँदो रहेछ सबै मिठो भयो अन्त बाई ह्याप्पी डान्स तिम्रो पनि गरिदिनु है हाम्रो भेज मोमो चिरिआएको छ किनकि मिस चाहिँ भेज हो अन्त मैले चिकन खाइराखेँ खाँदा हुन्थ्यो कि तर म मिस अलिकति किन मिस भनेको भन्दाखेरि चाहिँ मनितालाई जिस्काएको होइन मैले तर हामी यहाँनिर उसले पनि त्यस्तै सिकेर आएछ बिहारबाट हो म पनि अन्त अफसोस कि बाद म पनि यहाँ बिएड गर्दैछु त्यसै कारण त्यही सिकाउँछ हामीलाई सोरेङको वेदर चाहिँ तपाईँहरूले हेर्न सक्नुहुन्छ इट्स सो ग्लुमी आज दिनभरि पानी परेको थिएन किन चाहिँ किन अन्त म छु त मै सुन्छु नि अन्त तिम्रो भ्युवर मै कतिखेप हेरिदिन्छु 4-5 खेप तिमीले अस्ति त हेरेनौ कि 58 टाइम्स होइन हेरिनै त्यति साह्रो पनि होइन फाहिम म भन्नुपर्छ त्यो सरी खाएको छैन This was the before, this is the after we beasted. कस्तो लाग्यो तिमीलाई भन्दियो This is my chicken fried rice. त्यो मनिताको veg fried rice. सर्सु चम्चीले दिनुहुँदैछ Cheers. ला ए होइन
दिस इज माई प्लेट पुरा डल्लै चिल्लो भएको छ मैले चाटेको जस्तै हो यो मनिलाको प्लेट हो उसले खानै सकेन उसको एपेटाइट घटेको छ अरे अब बनाएँ त्यहाँदेखिको तर वी डोन्ट वेस्ट फुड वी आर गोइङ टु प्याकेट अब मैले त्यो सबै छोडिदिएको नि अनि चाहिँ अब म यस्तोपट्टि लाग्यो पहिला चाहिँ पुरा खान्थ्यौ आइनी हो खानु पनि ढुङ्ग्रो है क्या दामी लाइटनिङ आयो सुनेको छैन तिमी बोलेको अन्त भन न त्यो कुरा भन न तिमी चाहिँ यहाँनिर पहिला हामी फर्केको सोरेङमा पानी ठुलो पर्दैछ अल्दो यु कान्ट सी इट इन द क्यामेरा तर उसलाई चाहिँ मजा हेरेँ मलाई चाहिँ मजा आएको छैन किनकि म उता गएपछि कतिदेखि फेरि यहाँदेखि टाढो हुन्छ नि त यस्तो मौसम राखेर भाग्छु त्यहाँदेखि ऊबाट साँच्ची भन्दा नि अस्ति नि एउटा डगीलाई किल्चाएर मारिदियो एम्बुलेन्सले त्यो पनि म त रुनु न जस्तो बेला हौ म त्यहाँनिर केही गर्नु नसकेको अड्किदिएको म चाहिँ काम्नु थालेको कस्तो माया लाग्दो भएको अब होइन गएर छुनु पनि सकिनँ होइन अङ्कलहरूले लानुभयो नि मोडेछ एकैतालमा काहीँ कोही पनि नभए मोड्यो स्पट डेड मेरो चाहिँ 2X हो बुलडग अन्त मैले बनाएको सुमिराको चाहिँ के अरे जाजाङ फ्लेभर उसले मात्रै याद छ अन्त त्यो चाहिँ पपकर्न हो अब चाहिँ हामी मुभी हेर्नु आँटेको छ अन्त मेरो हामी उठ्यो अन्त अब चाहिँ जोरथाङ जानु आँटेको सुमी चाहिँ निगाम जान्छ म चाहिँ अब हेरौँ कहाँ जान्छु अरबिन चाहिँ आउँदैछ कि छैन फोनै उठाएन कस्तो डरलाग्दो बाई मन्तले रिस उठाउने मान्छे कहाँ गयो मेरो रिस उठाउने मान्छेहरू चाहिँ हामी गन्दैन नि फेरि लगाएर सुमी चाहिँ दिपा बाई भन बाई धोका खाएको मान्छेहरू चाहिँ यस्तो हुन्छ बिमार हुन्छ सुमिले चाहिँ मलाई लास्ट सिट दियो लास्ट सिट होइन ए विन्डो सिट दियो किनकि चाहिँ मन त चाहिँ यहाँनिर घर जान्छु भनेर कुनै किन अचानक गान्तोक जाने भयो मैले आउँदा आउँदै सोचेँ नि बट्टाको चकलेटको ल अब गएको बाई ल गएको ल तूने मिस्टर ओबरॉय को सर्व कर दी तो वो सिर्फ तुझे ही नहीं पूरे गुलाटीज को बर्बाद कर दे ट्रस्ट मी मैं यहाँ का हेड शेफ आई नो व्हाट आई एम डूइंग और पायल और टिया भी मेरे साथ